मम्मी भन्नु न। ए स्टुडेन्ट लाइफमा कहाँ पैसा बचिन्छ मम्मी? यता आफ्नो खर्च गर्दा स्कुलको फी तिर्दा आफ्नो खर्च त पुग्दैन, स्कुलको फी तिर्दै अब कहाँबाट पैसा हुन्छ बचिन्छ र मम्मी? वर्किङ गरेपछि नि बचिन्छ, वर्किङ गरेपछि बचिन्छ होला। अब 2-3 वर्ष पर्खिनु न, 2-3 वर्षपछि वर्किङ गरिदिन्छु अनि त्यसपछि पैसा बचिन्छ। अहिले त पैसा 1 रुपियाँ नि बचिँदैन मम्मी। पेन्सन र ट्याक्सको काटेर 2 लाखमा 1,70,000 आहान। त्यसमध्ये 1, 2, 3, 4, 5 रुम भाडा, 1, 2, 3 ग्यास पानी बत्तीको बिल, 1, 2, 3 यो चाहिँ अर्को महिनासम्म चल्नको लागि, 1, 2, 3 यो चाहिँ खाजा खर्च, 1, 2 यो चाहिँ गाडी साइकलको पार्किङको लागि, ट्रेन भाडाको लागि। यो जम्मा 4,000 रुपियाँ बच्यो। 4,000 रुपियाँले के बचिन्छ र पैसा? गाह्रो छ है, गाह्रो छ केटा।